टेस्टी हुँदो रहेछ। मैले चाहिँ फर्स्ट टाइम खाएँ। यसलाई डल्ला भन्दो रहेछ है। के को हो नि? मकैको रोटी कमलो मकैको रोटी केराको पातभित्र हाल्ने मिक्सरमा पिसेर अनि केराको पातभित्र हालेर तातो छ ल मिठो छ। हामी मकै पोलेर खाँदैछौँ। हेर्नुहोस् मिठो छ। मकै खान मन लाग्यो। ल रोटी पुले त पात दे भित्र यो चाहिँ मकैको रोटी हो। अनि सागको पात होइन केराको पातमा हाल्दो रहेछ। डल्ला यसलाई डल्ला भन्छन् हाम्रो डल्ला त्यतातिर के भन्छन् तपाईहरु? खै हाम्रोतिर बनाउँदैन, थाहै छैन। डल्ला पाको न टुप्पाको तिमीहरुको सेतो देखिया छैन त? यो सिटीमा लागेर पनि यसरी किन फाल्नु भएको? खोलिकन फाल्नु न। नै पाकेको यता राखौँ। नै त्यो पाकेकै हो के त्यो सेतो त्यो हेर यो पाकिदिन नाति यो पाके है पाकिसक्यो कि सेतो त्यस्तै हो त्यो अब नाति हेर्न लिस्ट हेर्यो त्यसै नि दिन यो त अर्को त अघि त्यस्तो थियो पिठो भन्दा पनि मिक्सरमा पिस्यो नि अरे। राखे पाकेको कलिलो कलिलो मकै यो पोल्ने लायकको मकै छोडाउन लायक भएको मकै मिक्सरमा पिस्ने अनि यसरी पातमा राखेर पकाइदिने सिटी लागेन कि सिटी लागेन मस्त हुन्छ। सिटी लागेर सानो कुरा बनायो भने त्यसमा लागेन कि यी त पाकेन यो सानो पाकिरहेछ। तान्ने गाडी हो त यहाँ चम्चा कहाँको छोरा लिएर जा जा त बाबु चम्चा लिएर जा के भन्छ नि यसलाई? यसलाई डल्ला यी नपाकेकोलाई अब खालाई त गएर चम्चा ल्याइकन चम्चा नपाकेकोलाई कसलाई यस्तो खानु मन लाग्यो? यस्तो यसलाई खान मन लाग्यो अरे त्यो पाके टेस्ट गरेको छैन। मिठो हुन्छ होला हुन त। यसलाई मिठो हुन्छ। के मिसाउँछ? चिनी पनि मिसाउँछौ? चिनी हैन नुन र बेसन मात्रै यी पाके हेर्नु कि टुप्पाका भोलि खान्छ होइन बिग्रिन नहुने भोलि बिहान फेरि पानी हालौँ कि त्यसले भइजान्छ। कति जति सिटी लगाउनु पर्छ दिदी यो पाक्नु? 4-5 सिटी लाग्यो सिटी लागेर नि कुकर 4-5 सिटी लाउने मकै के भयो मकै पाक्दैछ। पोलेर लगिसक्यो के केटोले एकदम मिठो छ एकदम मिठो छ चाहिँ एउटा बटकुले सर लैजानु खान्यो डल्ला डल्ला त नखाने। मलाई त थोरै थोरै यति दिन न म टेस्ट गर्छु। त्यो ठुलो होइन, त्यो हैन भान्से दिन्छु त खाना भर्खर खाएर आएको नानी हो त्यति मात्र। म टेस्ट गर्छु अनि भन्छु। ल यो चाहिँ डल्ला है, डल्ला खाँदैछु मैले चाहिँ। बकुको लेके लाठो यसलाई लगिन बटुको टेस्टी हुँदो रहेछ। मैले चाहिँ फर्स्ट टाइम खाएँ। हजुर जा बटुको लगिन यसलाई डल्ला भन्दो रहेछ है। लिनु मकै सानो गइल्याएन ल्याएन